सो गाइजहरु यी सनराइज देख्नु भयो होला। मैले चाहिँ मजाले ब्याकहरु देखाएँ। यो चाहिँ गुड मर्निङको सनराइज हो कि, तर जे भयो नि यो चाहिँ बेलुकाको सनराइज हो क्या। अनि मलाई कस्तो बेस्ट लाग्यो कि यो बेलुकाको सनराइज। अनि क्या मेरो दिदी चाहिँ म चाहिँ आजकल चाहिँ म चाहिँ कस्तो डिफिकल्ट भएर कहिले कहिले म त होइन गाइस भिडियो नै बनाउँदिनँ कि यस्तो मलाई त्यति बेला यस्तो रिस उठेको हुन्छ नि। त्यति बेला त सबै दिदीहरूले रिस उठाएको हुन्छ क्या मलाई होइन, रिस उठाएको हुन्छ। अनि मलाई यति रिस उठ्छ है, यति रिस उठ्छ क्या। अनि म चाहिँ बाल्कनीमा घुम्न आइरहेको थिएँ। मेरो चप्पल चाहिँ यस्तो ससो देखाउँ गाइस, यस्तो मेरो खुट्टा चाहिँ तपाईँलाई कुनिलो लाग्यो होला। अनि मेरो खुट्टा चाहिँ अलिकति यस्तै छ। यो चाहिँ मेरो सानोको नयाँको चप्पल हो। मैले त्यो चाहिँ टाइममा खोइ किन चाहिँदो रहेछ। फेरि भालेर बाँच्यो क्या, बाँचेर मलाई चाहिँ अर्कै बाँसको याद आयो क्या। पुत्तुरु भन्दै थियो नि त, बिहानै चाहिँ पुत्तुरु भन्छ, बेलुका चाहिँ कुकुरीका त्यस्तो भन्छ, कुकुकु गर्छ। देख्नुभयो? यो चाहिँ मैले चाहिँ एउटा ऐना भेटेँ। यो ऐना त मैले जिन्दगीमै भेटेको होइन, तर हामी यसलाई के गर्न सक्छौँ र? हामीले फेरि यहाँ राख्छौँ। ओहो बेबीका दिदी त मजा पो गर्दै हुँदो रहेछ। सो गाइज म चाहिँ कति राम्री भइरहेको छु। म चाहिँ बेलुका यसरी नै रोइदिनु पर्यो। अलरेडी मेरो लिप्स चाहिँ सबैभन्दा पिङ्क छ होइन, अनि त्यही पनि मैले लिप ग्लोस लगाउँछु क्या। अनि मलाई लिप ग्लोस धेरै मनपर्छ नि त होइन, अनि लिप ग्लोस धेरै मनपर्छ। मलाई चाहिँ अलिकति गुरु भइरहेको छ क्या, अलिकति रिस उठिरहेको छ मलाई, रिस उठिरहेको छ क्या। रिस उठे पनि भिडियो त बनाउनु पर्यो नि त। सो गाइज मैले चाहिँ यहाँ थलाइदिएँ। अब तपाईँलाई चाहिँ कस्तो लाग्यो होला? मेरो हात नि खाली, दिमाग नि खाली भन्नु। अब होइन मेरो दिमाग नै त खाली छ, म चाहिँ के गर्नु? दिमाग त खाली छ, भातको मात्रै मागी छ। मेरो बेबीका दिदी मेरो दिमाग चाहिँ खाली छ क्या, के सोच्ने आउँदैन। फेरि आजकल चाहिँ सोच आयो क्या होइन। अनि मेरो बेबीका दिदी चाहिँ मेरो हेल्प गर्नुहुन्छ। एकछिन त बेबीका दिदी बेबीका दिदी चाहिँ यहाँ हुन्छ। सो गाइस अब चाहिँ हामी चाहिँ यहाँ खर्याउने मिररमा त्यस्तो देखिरहेको छ। मिररमा म देखिरहेको छु है। मिररले चाहिँ म चाहिँ कति नोटिस गर्छु क्या, मेरो हात चाहिँ खाली छ। म चाहिँ धेरै नोटिस गर्छु। आज चाहिँ सनराइज चाहिँ अलिकति राम्रो भएको छ, त्यसले म चाहिँ आएँ। यहाँ चाहिँ मेरो घडीमा चाहिँ सो गाइज 5 बज्यो। 5 बज्यो क्या, 5 बज्यो कि। मेरो दिदी चाहिँ आजकल बिजी हुनुहुन्छ क्या, अहिले चाहिँ कलेजको काम गर्नु पर्यो, अनि धेरै बिजी हुनु पर्यो नि त। अनि म त मेरो कपी चाहिँ लिएर जादिनँ कि स्कुलको, त्यो त म त बिर्सिन्छु नि त जहिले। ब्यागहरू म चाहिँ स्कुलबाट भ्लग बनाउँछु नि त, स्कुलबाट आएर भ्लग बनाउँछु नि त।
सो मेरो कपाल चाहिँ यत्रो ठुलो भइसक्यो गाइस, यत्रो। मेरो साथीहरू नि यत्रो ठुलो आइसक्छ। त्रिसाको कपाल त भन्छ। मेरो नाम त्रिसा हो एक्चुअलमा, त्रिसा भुजेल। अनि मेरो मम्मी एक्चुअलमा चाहिँ त्रिसा भुजेल चाहिँ मेरो नक्ली नाम हो। अनि एक्चुअलमा चाहिँ मेरो रियल नाम चाहिँ के अरे लुना लक्ष्मी हो, लुना। अनि यहाँ चाहिँ मेरो मम्मी आइसक्नु हो। आउटाले नमस्ते गर्नु बस्नुलाई। म को हो मलाई थाहा छैन। माइजू माइजूहरू हुँदै रहेछ। म त बन्द गर नि यो। बाई बाई।